हेलो साथीहरु, स्वागत छ यहाँलाई हाम्रो युट्युब च्यानल जब डिमान्डमा। सो साथीहरु, आजको क्रममा चाहिँ मैले तपाईहरु समक्ष एकदमै इन्फर्मेटिभ टाइपको भिडियो लिएर आइसकेको छु। धेरै साथीहरुले चाहिँ धेरै प्रश्न गर्नु भएको छ कि दुबई, कतार, गल्फ कन्ट्रीमा जानको लागि बन्द भएको हो, रोक्का भएको हो भनेर धेरै जिज्ञासाहरु पोखिरहनु भएको छ। जुन हाम्रो भदौ 23 र 24 गते भएको जेनजी आन्दोलन पश्चात चाहिँ वैदेशिक रोजगारीमा जानको लागि अलि गाह्रो छ, रोक्का भएको छ। अझ विशेष गरी दुबई, कतारको लागि त कुनै पनि फ्लाइट नै छैन, बन्द गरिएको छ। दुबई सरकारले श्रम नै दिएको छैन, कतारले श्रम नै मानिरहेको छैन भन्ने किसिमको एउटा भ्रम सामाजिक सञ्जालमा छरपष्ट पारिएको छ। वास्तवमा के हो त भन्ने कुरामा आज हामी छलफल गर्नेछौँ। यदि तपाईहरु यस च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र छेउमा रहेको बेल आइकन पनि थिच्नुहोस् ताकि प्रत्येक आउने भिडियोको नोटिफिकेसन तपाईको मोबाइलमा जानेछ। र सुरु गरौँ आजको भिडियो। सुरु गर्न अघि कृपया भिडियोलाई लाइक गर्न चाहिँ नबिर्सिनु होला। जेनजी आन्दोलन पश्चात एउटा भ्रम फैलाइयो कि दुबई सरकारले नेपालबाट कुनै पनि कामदार नलाने भनेर। जेनजी आन्दोलन पश्चात विभिन्न अपराधिक क्रियाकलाप गरेका व्यक्तिहरू फरार भएको र उनीहरू बाहिरी मुलुकमा आउन सक्ने एउटा सङ्केतका आधारमा दुबई सरकारले रोक्का गरेको भन्ने एउटा भ्रम फैलाइएको थियो। त्यो सरासर झुटो हो। जेनजी आन्दोलनमा विभिन्न श्रम मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, जुनसुकै मन्त्रालय पनि तोडफोड भएको थियो। त्यहाँ काम गर्नको लागि योग्य थिएन। जेनजी आन्दोलन पश्चात लगभग 1 हप्ता 2 हप्तासम्म पनि कुनै पनि किसिमका फ्लाइटहरू बाहिरी अन्तर्राष्ट्रिय उडानहरू भएको छैन। किनभने त्यसको लागि नागरिक उड्डयन मन्त्रालय, श्रम मन्त्रालय, विभिन्न रोजगार विभाग, विभिन्न तह तब्कामा पुगेर हामीले फर्मालिटी पुरा गरेर मात्र हामी उडान भर्नुपर्ने हुन्छ। तर आन्दोलन पश्चात त्यहाँका कर्मचारीहरू नभएको कारणले गर्दा, मन्त्रीहरू नभएको कारणले गर्दा, त्यहाँका कर्मचारी, त्यहाँका विभिन्न प्रोसेसहरू नहुने हुँदा दुबई, कतार मात्र होइन, जुनसुकै अन्तर्राष्ट्रिय उडान तथा नेपालभित्रकै उडानहरूमा पनि रोक्का लगाइएको थियो। त्यसमा चाहिँ दुबई सरकारले रोक्का भनेर आएको समाचार चाहिँ एकदमै झुटो हो। पछिल्लो क्रममा दुबई, कतार, विभिन्न देशमा जाने, वैदेशिक रोजगारीमा जाने माध्यमहरू खुलिसकेका छौँ। विभिन्न रोजगारका डिमान्डहरू आइरहेका छन् दुबईबाट, कतारबाट। त्यसैले हामी ढुक्क हौँ कि दुबई, कतार रोक्का गरिएको छैन, जान सकिन्छ। विभिन्न जब डिमान्डहरू आइरहेका छन्। ती जब डिमान्डहरूको बारेमा भिडियो म पछि बनाउनेछु। अहिलेको लागि चाहिँ यति नै भन्न चाहे कि दुबई, कतार, मलेसिया कुनै पनि गल्फ कन्ट्रीमा जानको लागि बाहिरी सरकारले बन्देज गरेको छैन, जान सकिन्छ। त्यस कारणले गर्दा हामी सामाजिक सञ्जालमा फैलाएको भ्रमबारे स्पष्ट हुन जरुरी छ। हस्त यस्तै भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र आजको लागि यति नै। धन्यवाद।